यहाँ गाएन अरू पुल नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स मगरको जीवित कुल परिवार र दुर्लभ भएर जानुभएका पितृहरूलाई पनि सम्मान गर्दै आज हाम्रो गण्डकी प्रदेश तमाङ जिल्ला सोलागढी नगरपालिका वार्ड नम्बर 8 भोरमा नवीन पोल होइन निवासी बाबा जितबहादुर बर्कमारी राणा मगरको आज तीसरा दिनको पुण्यतिथिमा हामी पूजापाठ गर्न गएका छौँ। यो पूजाको प्रभावले हाम्रा पितृहरू जुन जुन भवमा रहे तापनि उहाँहरूको सुगति निर्माणको हेतु बनेर जाओस् र जीवित परिवारमा उन्नति प्रगति सुस्वास्थ्य र दीर्घायु रहोस् भन्दै पूजा सुरु गर्न गएका छौँ। आज मिति 2081 साल चैत्र महिनाको 8 गते शुक्रबारको दिन हामी तीसरा दिनको पुण्यतिथिको पूजा कार्य गर्न गएका छौँ। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स समन्त चक्रवालेषु अतरछन्तु देवता सधम्म मुनि राजेश सुरन्तु सखमकदं धम्म श्रवणं परित्त श्रवणं काल अहं वदन्ता धम्म श्रवणं परित्त श्रवणं काल अहं वदन्ता धम्म श्रवणं परित्त श्रवणं काल अहं वदन्ता नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स यानी व भूतानी समगतानी भूमानी व यानी व अंतलिखि तथागत भूत पुदयानी तमानोदम यानी व भूतानी समगतानी भूमानी व यानी व अंतलिखि तथागत धम्म पुदयानी तमानोदम यानी व भूतानी समगतानी भूमानी व यानी व अंतलिखि तथागत संग पुदयानी तमानोदम। सुताई त्यस्तो सुताई छैन राम्रो सुताई भन्नु बिमारी केही खेलिहाल्छ नि ब्रेनले राम्रो काम गरेको छैन कि यस्तो पुरा निद्रो पाल्नु के खानपान मिलिकनमा कार्यक्रम नमिलेको चाहिँ पञ्चशील पालन गर्ने अरहं सम्मा सम्बुद्ध बुद्धं भगवन्ता अभिवादेमि। स्वखतो भगवतो धम्म धम्म नमस्वामि। सुपतिपन्न भगवतो साधुक संघ संघ नमामि। ये हाम्रा पहिलेका
ब्रह्माले रणमगरका कुल देवता र पितृ देवताहरू हामीले शरीर वचन र मनबाट जानेर नजानेर कुनै प्रकारको दोषहरू गरेको रहेछ भने हामीलाई क्षमा गरिदिनुहोस्। ल माथि लगाउनुहोस्। काय कर्म वचन कर्म मन कर्म है त। हाम्रो जीवित कुल देवता हे हाम्रा वर्तमान रणमगरका जीवित कुल देवताहरू हामी शरीर वचन र मनबाट जानेर नजानेर कुनै प्रकारको दोषहरू गरेको रहेछ हामीलाई क्षमा गरिदिनुहोस्। काय कर्म वचन कर्म मन कर्म। ल अब आरामसँग वैरमणि शिक्षापदं समादयामि म प्राणी हिंसा नगर्ने शिक्षापदलाई पालना गर्नेछु। अभिन्न दान वैरमणि शिक्षापदं समादयामि म चोरी नगर्ने शिक्षापदलाई पालना गर्नेछु। अब्रह्मचर्य वैरमणि शिक्षापदं समादयामि म ब्रह्मचारी नछोड्ने शिक्षापदलाई पालना गर्नेछु। मुसावादा वैरमणि शिक्षापदं समादयामि म झुटो कुरा नबोल्ने शिक्षापदलाई पालना गर्नेछु। सुरामेरय मज्जपामठ थाना वैरमणि शिक्षापदं समादयामि मादक पदार्थ आदि सेवन नगर्ने शिक्षापदलाई पालना गर्नेछु। ल अब कष्टमा बस्नेहरूले मात्रै है त। शरणं गच्छामि। उहाँ सम्पूर्ण क्लेशलाई निर्मूल गर्नुभएका सनातन बुद्ध विद्या र आचरणले सम्पन्न हुनुभएका मृत्यु हुनुबाट अलग भइरहेका निर्माण प्राप्त गर्नुभएका लोकबिन्द अर्थात् सम्पूर्ण लोकलाई जान्नुभएका सम्पूर्ण सत्व मनुष्यहरूलाई अनुत्तर बेजोड रूपले सभ्य हुने गरी दमन गर्नुभएका प्रशिक्षक र सारथी हुनुहुन्छ। ब्रह्मदेव मनुष्यहरूमा शास्त्र गुरु हुनुभएका भाग्यमानी बुद्ध हुनुहुन्छ। उहाँ सनातन बुद्धलाई नमस्कार छ। पहिले हुनुभएका बुद्धहरू, पछि भविष्यमा हुने बुद्धहरू र अहिले हुनुभएका बुद्धहरूलाई पनि म सधैँ वन्दना गर्दछु। बुद्ध बाहेक मलाई अरू शरण छैन। बुद्ध नै उत्तम शरण हो। यो सत्य वचनको प्रभावले मलाई जय मङ्गल होस्। उहाँको पाउको धुलोलाई पनि म सर्वश्रेष्ठ सम्झेर शिरले वन्दना गर्दछु। यदि बुद्धप्रति केही अपराध गरिएको भए त्यसलाई बुद्धले क्षमा गर्नुहोस्। जीवन सौन्दर्य म बुद्धको शरणमा जान्छु भनेर फुल राखेर नमस्कार गर्छु। ल फुल लिनु धर्म वन्दना गर्छ। भगवान बुद्धले स्पष्टसँग देशना गर्नुभएको उत्तम धर्म आदि मध्ये अन्त्यसम्म कल्याण हुने, यहाँको यहाँ नै फल दिने, समय नबित्दै फल प्राप्त हुने, आएर हेर्यो भने राम्रो परिणामलाई देखाउन सक्ने, विज्ञ पुगोलाहरूलाई निर्माणमा पुर्याइदिने विधानहरू आफैले अनुभव गरेर स्पष्ट रूपमा जान्न सक्ने भएको हो। निर्माणमा पुर्याइदिने यस्तो धर्मलाई नमस्कार छ। पहिले भएका धर्मलाई, पछि हुने धर्मलाई र अहिले भएको धर्मलाई पनि म सदैव वन्दना गर्दछु। धर्म बाहेक अरू मेरो शरण छैन। धर्म नै उत्तम शरण हो। यो सत्य वचनको प्रभावले मलाई जय मङ्गल होस्। लौकिक र लोकोत्तर रूपमा दुई प्रकारले पनि उत्तम भएको धर्मलाई म शिरले वन्दना गर्दछु। यदि धर्मप्रति केही अपराध गरेको भएमा धर्मले मलाई क्षमा गर्नुहोस्। जीवन सौन्जेल म धर्मको शरण जान्छु भनेर ल फेरि खोलिनु सङ्गवन्दना। जीवित पर्यन्त शरणं गच्छामि। भगवान बुद्धका श्रावक भिक्षु सङ्घहरू राम्रो चरित्र भएका हुनुहुन्छ। सोझो इमान्दारपूर्वक आचरण गर्नुहुने, निर्माण हेतुको समयका आचरण गर्नुहुने, आदर सत्कार गर्ने योग्य हुने रूपले
आचरण गर्नुहुने निर्माण मार्ग 4 र फल 4 का हिसाबले जुन 4 वटा उत्तम पुरुषहरू हुन्छन् उहाँहरू एक एकको हिसाबले 8 जना पुगलहरू हुनुहुन्छन्। उहाँहरू पूजा चढाउने योग्य हुन्छ। पाहुनाले जस्तो सत्कार गर्ने योग्य हुनुहुन्छ। निर्माण समूहको विश्वास राखी अर्पण गरिएको धार्मिक दानलाई ग्रहण गर्ने योग्य हुनुहुन्छ। विनम्र पूर्वक दशमलव जोडी वन्दना गर्ने योग्य पुण्य रूपी बिउ रोप्न सर्वोच्च खेत समान हुनुहुन्छ। यस्ता 8 पुगल महासंघलाई नमस्कार छ। पहिले हुनुभएका संघहरू, पछि हुने संघहरूलाई र अहिले हुनुभएका संघहरूलाई पनि म सधैँ वन्दना गर्दछु। संघ बाहेक मेरो अरू शरण छैन। संघ नै उत्तम शरण हो। यो सत्य वचनको प्रभावले मलाई जय मङ्गल होस्। 3 प्रकारले उत्तम संघलाई म शिरले वन्दना गर्दछु। यदि संघ प्रति कुनै अपराध गरिएको भए त्यसलाई संघले क्षमा गर्नुहोस्। जीवन सौन्जेल म संघको शरणमा जान्छु भनेर फुल हालेर नमस्कार गर्नुहोला। ल यहाँ आएर पहिलो अध्याय समाप्त हुन्छ। अब हामी विविध कुरा होइन आज तीसरा दिनको त्यो कुरामा हामीसँग भएको विविध कुराहरू गर्छौँ। त्यसमा चाहिँ उभिनु पर्यो। सबभन्दा पहिला हामी जल अर्पण गर्छौँ होइन। यो जल भनेको कुरा कस्तो रहेछ भन्दाखेरि पानी भनेको कुरा कहिले पनि त्यसले शीतल गराइराख्ने होइन। जुनसुकै प्राणीलाई या जुनसुकै प्राकृतिकहरूलाई पनि असाध्यै आवश्यकता पर्ने भएको हुनाले र यो जलले सधैँभरि यो पानी भनेको कुरा सधैँभरि साफ भएर बस्छ। त्यसलाई धमिलो बनाउने अथवा फोहोर बनाउने भनेकै हामी प्राणीहरूले हो। नत्र भने त्यो सधैँभरि सफा हुन्छ। जतिसुकै धमिलो पानीलाई पनि कुनै भाँडामा राख्यो भने त्यो नराम्रो फोहोर जति तल जान्छ र माथि चाहिँ सधैँभरि शीतल भएर बस्छ, माथि स्वच्छ भएर बस्छ। हाम्रो दिवंगत भएर जानुभएका पितृहरूलाई कहिल्यै पनि सुक्खा भएर बस्न नपरोस्, सधैँभरि शीतल भएर बस्न पाओस् भने हामी जल अर्पण गरेको, जल चढाएको चाहिँ त्यो कारणले होइन। ल सबभन्दा पहिला जल अर्पण गर्छौँ। आदिवासे तोलो भन्ते पानी उपनामितम् अनुकम्पा उपदय पटिगणहतो मोत्तमम्। हे भगवान पितृदेवता, हामीले यो पानी चढाउँदैछौँ। पानी लिनु भने गिलासको पानी लिँदै यो पानी चढाउनु स्वीकार गर्नुहोस्। आइमाथि अनुकम्पा राखी ग्रहण गर्नुहोस् भनेर उताबाट सारेर त्यहाँ है त। ल अब फेरि हामी अन्न भनेर चढाउँछ होइन। त्यो आदिवासे तुनो भन्ते खाज्जकं उपनामितम् अनुकम्पा उपदय पटिगणहतो मोत्तमम्। भगवान पितृदेवता, हजुरलाई यो खाद्य पदार्थ चढाउँदैछु, स्वीकार गर्नुहोस्। हामीमाथि अनुकम्पा राखी ग्रहण गर्नुहोस्। आदिवासे तोनो भन्ते फलानि उपनामितम् अनुकम्पा उपदय पटिगणहतो मोत्तमम्। भगवान पितृदेवता, हजुरलाई यो फलफुल चढाउँदैछु, स्वीकार गर्नुहोस्। हामीमाथि अनुकम्पा राखी ग्रहण गर्नुहोस्। ल अब त्यो फुल चाहिँ अरूले पनि फुल्ने माथि हुन्छ है त हातमा। वण गन्ध गुण पेतम् हेतम कुसुम सन्तति पूजायामि मुनिन्दश्च श्रीपाद स्वरूरुहे पूजेमि बुद्धं कुसुमेन नेनं पुयं नमेतेन चोहतो मोक्षं पुफमिलयति तथा इदं मे कायो तथायति विनाश भाव। वर्ण र शुभाले युक्त भएको यो पुष्पद्वारा मुनिन्द्र भगवान बुद्धको श्री चरणमा र पितृको श्री चरणमा पूजा गर्दछु। यसको पुण्यद्वारा मलाई मोक्ष लाभ होस्। यो फूल सुकेर गए झैं यो मेरो शरीर पनि एक दिन विनाश भएर जानेछ भनेर फूल राख्दिनु होला। अब त्यहाँ अगरबत्ती, चिन्ता अगरबत्ती सल्काउँदा
गन्ध सम्भारयुतेन धूपेन सुगन्धिना पूजये पूजनयानं पूजा भाजनमोत्तमम्। पूजा गर्न उत्तम पात्र हुनुभएका उहाँ पूजनीय भगवान बुद्धलाई र पितृदेवतालाई यो सुगन्धयुक्त धूपद्वारा पूजा गर्दछु भनेर त्यहाँ गयो। अब एउटा मोमबत्ती सक्नुहुन्छ एउटा मोमबत्ती दान सरपदीतेन दीपेन तमधंसिन तिलोकदीपं सम्बुद्धं पूजयामि तमनुदं। त्रिलोकमा प्रकाशमान हुनुभएका समक्षम बुद्धलाई र पितृदेवतालाई अन्धकार नाश गर्ने यो चाँदनीको प्रदीपद्वारा पूजा गर्दछु भनेर उता सारेर त्यहाँ राख्नुहुन्छ। ल अब आफ्नो ठाउँमा बत्ती हुन्छ फुल लिएर हुन्छ। ल फुल्नु है त। वन्दामि चैत्यं सब्ब ठानेषु पटिथितं शारीरिक धातु महाबोधि बुद्ध रूपम सकलम सदा। सबै ठाउँमा प्रतिष्ठ भइराखेका चैत्यहरूलाई तथा भगवान बुद्धका पवित्र धातुलाई अनि महाबोधि वृक्ष र बुद्ध रूपलाई पनि म सधैँभरि वन्दना र गर्दछु भनेर फुल राखेर नमस्कार गर्नु। फुल लिनु होला, फुल छ भने, छैन भने हात जोडेर बस्नु पनि होइन। क्षमा याचना भनेछ कायेन वाचा चितेन पमादेन मय कत्तम अचम्म खममे भन्ते भुरी पुयम तथागत। भगवान यदि मैले काय वाक र चित्तद्वारा परमात्मवश विहोश भएर कुनै अपराधहरू गरेको भए गम्भीर प्रज्ञावान हुनुभएका हजुर तथागतले मलाई क्षमा गरिदिनुहोस् भनेर फुल राखेर नमस्कार गर्नु। ल फेरि फुलिनु आशिका। इमाय बुद्ध पूजाय कताय शुद्ध चेतस चिरम तितचु सुतम लोको होतु सुखी सदा। इमाय बुद्ध पूजाय पशुत्तमय सब्बतम अनुमोदिता सभ्य तुष्ट मानसा पुरेद व दानशिलादि सपापी दश पारमे पथवा एतञ्चित बोधि भूषन्तम अमतम पदम। शुद्ध चित्तले गरेको यो बुद्ध पूजाद्वारा प्राप्त भएको पुण्यको प्रभावले तथागतको सधर्म चिरस्थायी होस्, सम्पूर्ण लोक सुखी होस्। यो बुद्ध पूजाद्वारा मलाई जति पनि पुण्य लाभ भएको छ त्यो सबै पुण्यदेखि सन्तुष्ट भइकन सबैले अनुमोदन गरून्। दानशील आदि 10 पारमिता सबै पूर्ण गरी आफ्नो इच्छा अनुसार उत्तम बोधि प्राप्त गरी निर्माण सुख प्राप्त होस् भनेर फुल राखेर नमस्कार गर्नु। ल फेरि फुलिनु पटिपट्टि पूजा। इमाये धम्मो न धम्म पटिपत्नी बुद्ध पूजयामि अर्थात यो धर्मानुकूल भएको धर्म चरणद्वारा म बुद्धलाई पूजा गर्दछु। इमाये धम्मो न धम्म पटिपत्नी धम्म पूजयामि यो धर्म अनुकूल धागा पानी नानी यही नै हुन्न के भन्छ भात खाने पाइन्न त्यही त मेरो सेन्ड गरिदिनु त्यही हुन्न छोयो भने भोलिखेर उस गर्ने ओए तँ पनि आइस छोड्यो क्या म त आज यहाँ पूजामा हो कि सर हाम्रो
गोरको दाँत देखा होइन यो त उस बनाएको भिडियो पछि हेर्नुहुन्छ ल आउनु छ धेरै नजिक नआउनु छ धेरै मोटो देखिन्छ घोडा टेकेर बस्नु पर्यो एकदम होइन त्यो पानी चाहिँ छोएर बस्दा हुन्छ अरू चाहिँ हात जोडेर भन्नु होला हाम्रो पितृले पाउने भनेको हामीले साधुकार गरेर पुण्य अनुमोदन गरेर मात्रै हो भने छैन एउटा हात राख्नु भयो होइन दाहिने हात राख्दाखेरि उचित हुन्छ होला दाहिने हात भुइँमा टेक्नु अनि बायाँ हातले आउँछ हो ल अब चुहाउनु सुरु गर्नु होला होइन आज गरेको पुण्य माता पिता गुरु सही शरीर रक्षक देवता गृह रक्षक देवता ग्राम रक्षक देवता आफ्नो पितृ हो पितृलाई पनि हामीले पूजा गर्नुपर्छ होइन हाम्रै सबै भन्नु अब भगवान भन्ने अब बाबा आमा हो फोटै छ के छ त्यही भएर हामीले उहाँहरूले पूजा गर्नुपर्छ मान्नु पनि पर्छ होइन हामीले आफै हामी कुनै पनि पूजा गर्दाखेरि आफै पितृहरूको फोटो राखेर पूजा गर्नुपर्छ हामीले आफ्नो पितृ बाबामा फोटो राखेर पूजा गर्नु जान्दैन होइन अर्काको फोटो राखेर पूजा गर्छ र बुद्ध भगवान्ले के भन्छ आफ्नै पितृ कोही न फोटो राखेर पूजा गर्ने भन्ने अरूको फोटो अरूलाई भन्ने हो भने ज्ञान हो उहाँले दिएको ज्ञानले हामी मानेको हो ज्ञान भनेको हामीभन्दा कुनै पनि जातले अब भन्दा सानो सानोले पनि हामीले ज्ञान राम्रो ज्ञान दिन्छ भने हामी मान्नै पर्छ मानेको पूजा गरेको कसैलाई पनि सम्मान गरेको सम्मान गर्छ नि सम्मान गरेको पूजा गरेको हो होइन हामी कसैलाई खडा लगाएर पूजा सम्मान गर्छ कहिले फुल दिएर सम्मान गर्छ होइन त्यही हो पूजा गरेको अब त त्यही हो धर्म धर्म नि हामी विवाद भएर सधैँ विवाद यो धर्म यस्तो धर्म यो धर्म यस्तो धर्म त्यस्तो धर्म कोही छैन धर्म भनेको उही पाप नगर्नु अर्कोले सहयोग गर्नु त्यति हो ऊ त छेउको हो सङ्घ भनेको धेरै मान्छे भयो होइन साफ हुनु पर्यो कसैमाथि नराम्रो सोच विचार ल्याउनु सकारात्मक सोच लिएर अगाडि बढ्नु नकारात्मक सोच भनेकै चित्तलाई साफ गर्न नसकेको कारणले नकारात्मक सोच हामीमाथि आउनु भएको हुनाले चित्त चाहिँ सधैँभरि साफ हुनु पर्यो चित्त साफ हुनु पर्यो भनेको छ कलेजी रङको छ त्यसले चाहिँ त्यो सानो बच्चा पनि किन नहोस् या जतिसुकै ठुलो मन्त्री किन नहोस् या कुनै प्रहरी प्रशासनमा जनरल किन नहोस् अथवा कुनै अध्यक्ष या जुन ठाउँ छ तर त्यो धर्मस्थलमा गएर आइसकेपछि हामीले फेरि के गर्छौँ भने सानो कुरामा छिमेकीसँग चित्त नबुझेर झगडा गर्छौँ कस्तो कारणले हो छिमेकी गल्तीले कि मेरो लोभले हो भन्ने कुरा हामी त्यो छुट्याउँदैनौँ किन भन्दा त्यो पहिला आफूलाई शुद्ध तरिका राखेर आफूलाई चिन्यो भने हामी अरूलाई सबलाई फलफुल भन्नु चित्त शुद्ध हुनुपर्छ भन्ने कुरा शुद्ध चित्तले हामीले बस्यौँ भने कुनै धेरै धर्मस्थलमा गएर त पूजापाठ गरेर आएर हामी छिमेकीलाई नराम्रो तरिकाले सोध्छौँ होइन त्यस्तो खालको कर्म गरेर हाम्रो हामी शुद्ध भइँदैन धर्म हुँदैन धर्म भनेको त अघि नै कुरो भनेको आफ्नो कारणले अरूलाई दुःख नहोस् भन्ने कुरो हो मेरो कारणले अरूलाई कसैलाई कुनै तरिकाको पनि दुःख अप्ठ्यारो नपरोस् भन्ने त्यो नै सबभन्दा ठुलो धर्म हो त्यसबाट अब धर्म गर्छु भने अर्कोलाई गाली गर्ने होइन नराम्रो सोच विचार गर्ने अब अलिकति मन नमिलेको मान्छे छ भने उसलाई दुःख परेदैन खुसी हुने अनि मन नमिलेको मान्छेसँग अलिकति के भयो उसलाई चाहिँ आम्दानी राम्रो हस्तो फलिफाओस् भने आफूलाई रिस उठ्ने त्यस्तो खालको धर्म हुँदैन त्यसो धर्म भनेको शुद्ध चित्त शुद्ध राख्ने सबभन्दा ठुलो धर्म हो भन्नुहुन्छ त्यसो अपधर्म अपदीप भनेको आफ्नो दिवा आफै जलाउनु भन्दा आफ्नो आफूले गरेको कर्म नै आफ्नो के हो भाग्य हो भने हामी भाग्य खोज्न धेरै ठाउँ हिँड्छौँ तर चाहिँ भाग्य आफूले गरेको कर्म नै सबभन्दा ठुलो भाग्य हो भन्छ होइन मानव अब हामीले हजुरले यहाँ भैँसी पालेर
मेरो नाम हरिलाल राणा। हामीलाई उहाँहरू गुरु हो, हामी जति चेलाहरू किन भन्दा मैले नै 5 वर्षदेखि यो काममा हिँडेको होइन। त उहाँ दुईजना गुरुहरूले नै पर्सिटी बाटो डोर्याइदिनु भएको। किन भन्दा पहिला हामी पनि अरू उसमै धार्मिकमै आस्था राखेर हिँड्ने थियो होइन। पछि आएर उहाँले नै यो हो बोधिसत्वले मरिसकेको छोरालाई बोकेर एउटा रुख मुनि पल्टाइदिए, एउटा कपडाले छोपिदिए। फेरि संस्कारको अनित्य स्वभाव देखेर मनास मृत्युको भावना गरे। बोधिसत्व न त रुए न त कराए नै। केही समयपछि एकजना त्यस घटना थाहा नपाएको मानिस आउन साथ बोधिसत्वले आज दुवैलाई भोजन ल्याउनु पर्दैन, फेरि आज दासी मात्र पठाउनु पनि पर्दैन, सबै सेतो वस्त्र लगाएर फुल धुप दीपहरू लिएर आउनु भनी समाचार पठाए। उता यो खबर सुन्न साथ ब्रह्मणीले थाहा पाइन् आफ्नो छोरा पक्कै पनि मरेको होला। ब्रह्मणी संयुक्त सुसंयत चित्त भएको हुनाले सबैले सफा लुगा लगाउन लगाएर फुल धुप र दीपहरू लिन लगाएर सबै खेतमा पुगे। तर न त कोही रोए न त कोही कराए। सबैले मरణ स्मृति भावना गर्दै धैर्य गरी बसे। उनीहरूको यो अतुल्य धैर्यले गर्दा शक्रको आसनले तातियो। शक्र उनीहरूको धैर्यको परीक्षा गर्न वृद्ध बटुवाको रूपमा आयो। त्यस बेला ब्रह्माण्डले आफ्नो छोराको दाह संस्कार गरिदिएको थियो। यो शक्र भनेको एकजना एकदम शक्तिशाली राजा हुनुहुन्थ्यो है। राजा शक्र भनेको। शक्रले सोध्नुभयो, बाबु यो तिमीहरूले के गरिरहेका छौ? मृतकको बुवाले भन्यो, एउटा मानिस जलाइरहेका छौ। शक्रले फेरि सोध्यो, मेरो विचारमा त तिमीहरूले एउटा मृग पोलिरहेको जस्तो लाग्छ नि। बुवाले फेरि भन्यो, होइन महाशय, मानिस नै जलाइरहेका छौ। शक्रले फेरि सोध्यो, त्यसो हो भने कोही शत्रुलाई पोलिरहेको होला होइन? फेरि बुबाले भन्यो, होइन महाशय, मैले आफूलाई जलाइरहेको छु। शक्रले फेरि सोध्यो, त्यसो भए त्यो पक्कै पनि तिम्रो मन नपर्ने खराब छोरा थियो होला होइन? बुवाले भन्यो, होइन, मेरो मन पर्ने छोरा नै हो, प्रिय पुत्र नै थियो। शक्रले फेरि सोध्यो, होइन होला, त्यसो भए तिमी किन नरोएको त? त्यसपछि ब्रह्माण्ड नै मूर्खले मात्र मरेर गइसकेको लागिरहन्छ। जलाउँदै गरेको मेरो श्रीमानले म रोएको कराएको सुन्ने होइन, त्यसैले मैले उसको लागि शोक गरेकी छैन। उसको जुन गति हो ऊ त्यहाँ गयो। शक्रले पछि उसको दासीसँग सोध्यो, पक्का पनि उसले तिमीलाई कामले दुःख दिन्थ्यो होला, गाली पनि गर्थ्यो होला, त्यसैले तिमीले त विचार गर्यो होली ऊ मर्यो आराम भयो भनेर, त्यसैले तिमी नरोएकी होला। दासीले भनिन्, मेरो मालिक क्षमा मैत्री र करुणाले युक्त हुनुहुन्थ्यो, तर पनि म रोएन। यसरी आफू नरोएको कारण दासीले शक्रलाई बताइन्। यथापि उदक कुम्भो नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धस्स येषानुभावो यर्था देवदसन्तिभिः एति देवानिजन्तो रतिदेवमतर्जितो सुखसुपतिष्ठता पाप किञ्चिन्नासति एवनागिरूपेतं परितं भवामहे हरयन्मतकुशेन यन्तसन्तपदाभिषेच शको उजोतसुरुता सन्तु किन लेख्नु पर्यो? सुखिनो वा केमेनो होन्तु सत्ता भवन्तु सुखिनः इति चिपाणा
सम्भय सम्पदा सबै देव हनुमान्तु सब सम्पत्ति सिद्धिया दान ददान्तु सदाय शिरो रखन्तु सर्वदा बाधा विद्यम हन्तु गच्छन्तु देवता गता सगे बुद्ध बलपता राखं बनामि सहसु यं किञ्चे विदायिदाहुवा सगेषु आयं प्रथमा पनेता नानो समा अति तथागतेन इदं बुद्धे रतना पनेता पढेर चाहिँ मैले के अरे सुनाउँछु अनि अन्त्यमा चाहिँ नि 1 मिनट मौन धारण गरेर हाम्रो कार्यक्रम अन्त हुन्छ। सम्पूर्ण दक्षिण पार्टीका साथीहरूको नाम छुट्याउनु र साथै नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स येषानुभावो यथा निवदन्ति भीषणं देवी चेवानुयन्तु रतिजीवमतन्तितो सुख सुखति सुख आन्टीको एउटा यहाँ एउटा उहाँ छ एउटा उता छ Subhatusa samodo anadimani sandishiko cha subhatocha apakichocha sallovakuti sonidriyo cha nipakocha apagago puliso ananuyedo nata kudan samacharikinchi Yenang binyu pare upadayeyu Sukhino vakimino hantu Sabbi sata bhavantu sukhi tata Nikiti panamutati Tasawa thavarawa kavasesa Igawa eva mahanta Marasaka adokatola Ditawa eva halita Eva dure vasanti abhidure Bhutawa sambhavesiva Sabbe sata bhavantu sukhi tata Naparo paranikuvetha Nati menatha katachina kinchi Vyaro sana patikasanya Nanya manya sadhu kamichaya Mata yedha niyaputa Ayusha yeka puta manurake Yedampi sabbabhutesu Manasang bhavaye aparimana Metanca sabbhalokasmi Manasang bhavaye aparimana Uddha ato chatiriyanca Asanggadang abirang masavatang Ditancaran nisinowa Sayanowa yavata savigatamito Etan sati abhijaya Brahma meta biharamidamahu
च अनुपमम शीलवा दशनेन सम्पन्न कामेषु विनया गेह नहि जातु गवशया मुनेति एतेन सच्चवदेन सोतिते होतु सर्वदा एतेन सच्चवदेन सोतिते होतु सर्वदा एतेन सच्चवदेन सोतिते होतु सर्वदा। ल सबैले भनौँ साधु 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 साधु। भयो बाबु अडियो मात्रै गर्नु पिदिनु। ल अब हाम्रो अर्को अध्याय अशुभानसिद्धि दिनुहोस् ल यो नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स अभियानं शुभइमं सभियानं शुभइमं काये अशुभं अशुभं भावयेति वर्णसत्तानं वन्दे आशयुवासतो तथा प्रतिकूलानि काये मे गुणपानि दिशो दश पतितमापि गुणापा जिगुच्छङ्कया निशितम् आधारो हि सुचितस बजे कोठामा छ मिलेति विवाकायोयं अशुचिं समोचितो अन्तौ अशुचि सम्मूढो गुणवचकुदिव्यम् अशुचि सन्तते नीचं एताम्यथालिका नानाकिमुलवासो खण्डभूत रोगोद वर्णभूत समुशयो अतेकिञ्चो निरुचो पविन्न गुणपुपमोति एतेन सच्चवदेन श्रुतिते होतु सर्वदा एतेन सच्चवदेन श्रुतिते होतु सर्वदा एतेन सच्चवदेन श्रुतिते होतु सर्वदा। ल सबैले भनौँ साधु 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 साधु। चढाउनु फेरि बस्नु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स त्ववन्तदिवतुल्याय आयुसन्ततियां खयां परोपमाय सम्पशं भावये मरणाय सन्ति पछि पछि अलि पछि देउरा पनि कता थाहा खै अलिकति सततं गमनो सुखं जीवितं उदयार्थं सूर्यो यादावति बीजुमुकुलौत्सवा जलराशि परिखयां घातको परितः सर्वथापि अपारियो
सूर्य सत्ता मौली बुद्धि बुद्ध देरी गया घातेसी मरण दीपं काटु मारी सके कथा पंचयान चके वंदा बाहिर उपधवा मारा मारा निमेषापि मारा मानो अनुरक्षन्ति एतेन सत्यवदेन श्रुतिते होतु सर्वदा एतेन सत्यवदेन श्रुतिते होतु सर्वदा एतेन सत्यवदेन श्रुतिते होतु सर्वदा। सबैले भन्नु साधु 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 कुन चढाउनु फेरि लिएर भन्नु श्रुतिते होतु सर्वदा एतेन सत्यवदेन श्रुतिते होतु सर्वदा। सबैले भनौँ साधु 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 नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स इति पिसो भगवा अरहं सम्मा सम्बुद्ध विद्याचरण सम्पन्न सुगतो लोकविदु अनुत्तरो पुरुषोत्तम सारथि सत्यदेव मनुष्याणां बुद्ध भगवति सघातो भगवत धम्मो सन्दिथिको अकालिको यही पशिको पालिको पचातं व्यहितपो व्योहिति सुपतिकाना भगवतो साधको सङ्गो भुजपतिपानो भगवतो साधको सङ्गो याया पतिपानो भगवतो साधको सङ्गो सामीची पतिपानो भगवतो साधको सङ्गो यदि चतारि पुरुषं वर्ता पुरुषपुङ्गला एषा भगवतो साधको सङ्गो आहुनेयो पाहुनेयो दक्षिणेयो अञ्जलि करणीयो अनुत्तरं पुण्यं चेतं लोकसाति एतेन सत्यवदेन श्रुतिते होतु सर्वदा एतेन सत्यवदेन श्रुतिते होतु सर्वदा। कल्ले बजार कोची पर्छ न नौ सुबाबा हजुर बजे नथिङ हिजो त उता बस्नुभएको थियो अहिले त खै कता हुन्छ अहिले त्यति हुनुहुन्छ कि त्यति हुन्छ त आउँछ हामीले पनि सुन्न मिल्दैन अहिले पुरा नभएर कान्छा बाजेको बुहारी कता भयो हो जान्न अब नरिवल काट्नु पर्यो है ओ नरिवल काट्नु पर्यो है केलाई पर्दैन खाली यहाँ खिच्नु के यो लैजा के लैजा नि 80 लिटर दो 80 लिटर
बुझी अझै यहाँ उतार्न नसकेर यसो खन्याएको हो ए उतार्न सकिने भएर यसो खन्याएको उ त डन्डीमा त्यसरी नै निकाल्ने हुन्थ्यो नि त त्यसले मिलेन यहाँ पोल्चा मारेर छेकेको हो हैन के हैन लट्ठी के बुझ्दैछौ भल खिच्यो नि ल कुरा ल अब यहाँ के पकायो भनेर उहाँलाई सोध्नु पर्यो के बनाउनु भएको हजुरले भन्नु खै भनेको खै भनेको त मैले यार भन्न भनिहालेँ ल ल बुझ्यो ल उहाँले नभनिहाल्यो बुझ्यो है अब आफै बुझ्नु ल कुरा आफै गोटा के बनाएको सोध्दै जाऊ यता चाहिँ के हो यो यो त यो खिरको लागि चामल भुटेको 7 किलो ए कुकुर पनि छ यहाँ पनिर हामी यता भान्साकोठा त यहाँ उठ्नु जाँदा यता होइन ए हामी उता भान्साकोठा जाने हो रुक्ने आज रोटी बोल्नु भयो कान्छी बजे भिडियो गराएको हो यसो केही नि हुन्न ल जाम यो भिडियो बनाउनु पर्छ के काम नगरेर यहाँ सबैको यहाँ काकाले पठाउने हो कि त्यही भएर यहाँ बाबु फेरि ए के चलाएको बाबुले ओए डोजो डुबा क्या हो सुनेन त्यहाँ हामी यहाँ त उता जाऊँ कि उता अहिले चाहिँ काम छैन अब यसपछि के हुन्छ कि त्यो पुरा सुझाव भ्याइएपछि अहिले सबै समाजहरू पनि अब अहिले नमस्ते गर्नु भनेको न बाजे बाजे के भन्नु क्षमा भन्नु चाहिँ क्षमा सानो पनि क्षमा त भन्नु त बस्नु त अब के खानुहुन्थ्यो लास्टसम्म पाके छैन जेरी कि बन्दैन बन्छ उहाँको इच्छा नबसोस् ढोको नबसोस् उहाँले मनपर्ने कुरा अघि मैले भनेको ए ल ल ल सबै एक आपसमा छुनुहोस् क्या उहाँ अब उहाँहरूले छोएपछि त्यो उहाँलाई बाबालाई छुनुहोस् ल ल ल ल ल तपाईँले हामी प्रत्येक दिन दिँदै आएन जलधारा हो त्यही हो ल पहिला पानीमा पढ्ने अनि पछि नेपालीमा पढ्ने है हामी मात्रै पाठ पढ्छौँ तपाईँहरू ध्यानसँग भन्नु त्यही हो क्या ल अलि नजिक लाग्नु पाइप पर्ने ठाउँमा लाग्नु क्या तपाईँले अप्ठ्यारो ठाउँ नभए ल हामी पहिला पालीबाट भन्ने है त आमा गुरुआमा इदन्नो यातिनां हन्तु सुखिता हन्तु यातयो इदन्नो यातिनां हन्तु सुखिता हन्तु यातयो इदन्नो यातिनां हन्तु सुखिता हन्तु यातयो एतावता देवा अनुमादान्तो सपा सम्पत्ति सिद्धिया एतावता च अमेयी सम्पतं पुण्यं सम्पदं सबे सथा अनुमादान्तो सपा सम्पत्ति सिद्धिया एतावता च अमेयी सम्पतं पुण्यं सम्पदं सबे भूता अनुमादान्तो सपा सम्पत्ति सिद्धिया आज गरेको कुशल पुण्य माता पिता
सत्य गरेर एकैछिन शान्त भएर बस्नुहोस् है। ल म भन्छु है। ल म मात्रै भन्छु है गुरु। यथावरी वहा पुरा आपुरेन्ति सागरं एवमे इदो दिनङ पेतानङ उपकम्पति। अरे खोला नालाद्वारा समुद्र भरिएर गए झैँ आज गरेको यो पुण्य हाम्रो पितृले दिवंगत भएर जानुभएको बाबाले यो पुण्य प्राप्त गर्न सकोस्। अरे उदमे उत वथ दिनङ वत मे इतो दिनङ पेतानङ उपकम्पति भनेको यो जलधारा दिएको पानीले भाँडो भरिएर गएसरी त्यहाँभित्रको सानो भाँडो भरिएर जसरी गएको त्यसरी नै अहिले गरिएको यो पुण्य हामीले गरिएको यो संकल्प हाम्रो पितृले पूर्ण रूपमा प्राप्त गर्न सकोस्। अरे इच्छितं पतिताये तुहाये खितमेव समिजितु सबै पुरन्ति चित्त संकल्प वस्तु जस्तो सुनभन्दा महँगो हीरा जस्तो भएर आजको संकल्प हाम्रा पितृले प्राप्त गर्न सकोस्। सपितियो विभजन्तु शोको रोगो विनाशतु माते भगवन्तन्तरायो सुखी दीर्घायुको भव भनेको आज गरेको यो पुण्य कर्मको प्रभावले तपाईहरु सम्पूर्ण कुल परिवारमा सम्पूर्ण ज्वाइँ छोरी भान्जा सबै इष्ट मित्रमा आज गरेको पुण्य कर्मको प्रभावले तपाईहरुलाई कहिले पनि आपद विपद नपरोस्, विघ्न बाधाहरू पनि आइ नपरोस्। हामीले बिहानबाट त्रिशरण सहित पञ्चशील ग्रहण गरेको पुण्यको प्रभावले परित्राण पाठ गरेको पुण्यको प्रभावले तपाईहरुलाई रोग व्याधिले सताइराखेको छ भने पनि त्यस्ता रोगहरू पनि आजको यो पुण्य कर्मको प्रभावले
त्यस्ता रोगहरू पनि नष्ट भएर जान सकोस्। तपाईँहरू सधैँ शान्तिमय सुखमय रहिरहोस्, निरोगिता छाइराखोस् र तपाईँहरूको सधैँ जय मङ्गल होस् भनिकन यो शासनलाई जीवित राख्नको लागि एउटा वचन पाठ गर्छौँ। सबैको दुःख साथ सबैको उठाउनु त यो उता त्यहाँ गमलामा त्यहाँ फलफुलमा हो त्यो पानी त्यहाँ ल सबैको कल्याण भएर जान सकियोस्। आज के गरेर बस्यौँ भने हामी चाहिँ बाबा थोरै भए पनि ऋण तिरेर बसेको। धर्मशास्त्रले के भन्छ भने माता पिता गुण हामी थोरै भए पनि तिरेको होइन कष्ट एउटा होइन कि सबै भाइहरूलाई दिनु, सबैलाई दिनु न, छोरीहरूलाई पनि दिनु। कति छ 5-6जना बस्न मिल्छ। पहिलो लटमा बाल्नु अनि त्यसपछि दिनुहोस् है अर्कोलाई। तपाईँले बोलेको छोरीहरूलाई अलि उता जानु ल, सबैको हातमा बाल्नु त बत्ती। हजुरको यता हो धुप बाल्ने, यता यसो राख्ने ल, सबैले बाल्नु। त्यहाँ नजिकै जानु न, खर्र यसरी जानु न, त्यसलाई बेन्चीलाई यसो छोपेर्ने जानु। एकछिन सबै पछाडि नहुनु नि सर, अगाडि हेर्नु न भाइसँग। अरू खै बाबु, अरू अर्को भाइलाई पनि दिनु नि। एकैछिन है, पहिला एकदमै परिवारले बाल्ने, त्यसपछि सबै स्त्रमित्रले बाल्ने है। बाल्दा पहिला उताबाट बाल्दै यता यता आउने है, पछि यताको बाल्यो भने उता जान बाल्न गाह्रो पर्छ। बाल्दाखेरि यहाँ सेन्टरबाट उता बाल्दै जानुहोस्। सबै शान्त वातावरणमा होइन, एकदमै शीतल दिमागले हो हल्ला नगरिकन हामीले पढेको पाठलाई पनि ध्यानसँग सुन्नुहोस्। तपाईँहरूले बाल्दै जानुहोस्। पहिला बाल्नु, निस्किनुहोस्। त्यो मोमबत्ती तपाईँहरू अब श्रीमानसँग माग्नुहोस् त्यो बत्ती, अनि फेरि बाल्नुहोस् श्रीमतीहरूले। अरूहरूले पनि बिस्तारै बाल्दै जानु ल, बाल्नुहोस् ल, बाल्नु हो त्यहाँबाट ल। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। अहिले यता बाल्नु हात बोल्छ कि पचायो होमी अनि गोमी Maafika
बेला त मैले देखिन्छ क्या यहाँबाट सबै देखिन्छ समान्ता चक्रवालेषु ये सत्ता उदके चरा अव्यापदा निविराज निदुखा जानु पदवा उदया भगवाच अदया अभिचितो समान्ता चक्रवालेषु ये सत्ता आकाशे चरा अव्यापदा निविराज निदुखा जानु पदवा यं पतं कुशलं तस्स अनुवादेन पाणिनो शब्दे सधम्म राजस्व यात्वा धम्म सुखवहं पापुरन्तु विशुद्धाय सुखाय पतिपतिय अशोकमनुपायास निब्बाना सुखमोत्तमम् चिरं तिष्ठन्तु सधम्मो धम्मे हन्तु सगारव सभ्येऽपि शतकालेन सम्मादेव पवसतु यथा रक्षेषु पुराणं सुरा हाम्रो स्वर्गीय बाबाको जीवनमा स्वर्गीय जीवनमा पनि ज्योतिमय भएर बस्नुहोस् र हामी परिवारमा पनि ज्योति भएर सधैँ उज्यालोसँग हाम्रो जीवन बिता तपाईँ छोड्दिनन् आफू आफै साध्नु न अघि नै हामी मैले सबलाई भुटो भुटो दिएको छु यहाँ अब यो दिने मान्छे
हामी अगाडि देखाइदिन्छौँ। ल ए आइपुग्नु भएको रहेछ नि त ल त्यस्तो गर्दैछु फुल पिक्चर ल हाम्रो दुधको भान्जा हो ल आज हाम्रो स्वर्गीय बाबा दिलबहादुर राणा मगरको यो 7औं दिनको पुण्य एकैछिन गफ नगर्दा राम्रो हुन्छ दुधको चाहिँ होइन स्वर्गीय बाबाको 7औं दिनको यो पुण्य तिथिमा हामीले यो सिकिया दान भनौँ या हाम्रा कान्छी छोरीको श्रीमानलाई ज्वाइँलाई ठ्याक्कै भान्जालाई हामीले यो जिन्सी सामान अथवा सिकिया दान हामीले उहाँलाई अर्पण गरेका छौँ। यो पुण्यको प्रभावले उहाँको स्वर्गीय जीवनमा सुख शान्ति समृद्धि रहोस् र उहाँहरूको स्वर्गीय जीवन असाध्यै सुखमय रहोस्, उहाँलाई कहिले पनि विघ्न बाधा नपरोस् भनिकन हामीले यो दान दिँदैछौँ। तपाईँलाई दिन इदं याति न हन्तु सुखिता हन्तु यातयो दत्यर्पि तत्यर्पि यतवत्रा च अन्ये सम्मतं पुण्यं सम्पदं सब्बे देवा अनुमोदन्तु सब्ब सम्पत्ति सदाये दान ददन्तु सदाये शीलं रखन्तु सर्वदा भावना वीरता हन्तु गच्छन्तु देवतगाता आकाशगात भूमत्था देवनागा मैसिद्धिका पुण्यं इमीन पुण्यं कामेन मामि बाला समागमौ सतं समागमौ होतु यप निपाण पत्न्या ल सबैले भनौँ साधु 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 ल एकैछिन नमस्ते गरेर भन्नु तपाईँ उठ्नु तपाईँ त्यो पवित्र जल ल्याउनु दिने दाताहरू नमस्ते गरेर भन्नु तपाईँले अब शान्ति गराइदिनुहोस् है सबैलाई तपाईँहरूको यो पुण्य दानको प्रभावले हाम्रो स्वर्गीय बाबालाई मामालाई एकदमै राम्रो ठाउँमा बस्न ठाउँ मिलोस् र तपाईँहरूको जीवनमा पनि सुख शान्ति रहोस् भनेर पुण्य गर्नु सबैले पढोस् है ल ल भाइ ल ल तपाईँ यो उठाएर लानु यो यतातिर अहिले लाने जाने कुरा पनि भएन यो त कता हो राख्नु भन्ने यो होइन उतातिर राख्नु चाहिँ ल ल उठाउनु मिल्दैन भने अरूले मद्दत गर्नु ए मिल्यो मिल्यो ल ल ल टिका लगाएर अहिले बाल सातवटा हुन्छ मलाई उसले देखाएको त यही हो, तर म झुकेको छु अझै उज्यालो रहेछ। ल अब हाम्रो ल्याउनु त्यो अलिकति नुन ल्याउनु तेल ल्याउनु नुनै भाइ नै हुन्छ कि सिधै कि खुवाउने त हो नि खाएर खुवाएको भनेको एउटै हो। आफ्नै घरमा तपाईँले अलिकति नुन ल्याउनु त तेल र नुन ल्याउनु त सबै गुवाड छ कि पहिले तपाईँहरूलाई एक आपसमा खुवाइदिन्छु भनेर हो क्या
त्यो हुन जान्छ कमी भयो ल्याउनु त ल्याउनु भएको कमी भयो त्यहाँ भित्र फ्रिज चलाइ रहेछ नि हेर्दा भित्र फ्रिज चलाइछ नि हेर यहाँ चाडमा हो चिसोमा मात्रै सम्झियो भनेको फोनमा त कता जानु भयो आमा होइन यहाँ पर्छ अब मेरो बान्दै हो नि होइन तिनका छोरीले नुन छोएपछि बल्ल तिमीहरूलाई अरे एक आपसमा ल तपाईँहरू सहयोग ल अब भाइहरू ल्याउनु ल अब भाइ तपाईँहरू अब भाइहरू आउनु जेठोबाट आउनु सुरु गर्नु एकैछिन त्यो दाउलो पनि दान गर्नु पर्छ बान्दै गर्नु त्यहाँ बान्दै गर्नु जेठाबाट सुरु गर्नु ल ल हुन्छ हुन्छ ठिक छ अब तपाईँहरू के छुट भएको भन्दै जानु मूल चाहिँ हामीले दिइसक्यो पछि थप्दै जाने त हो नि अब टिका लाएर दान दिन त बाँकी नै छ ज्वाइँलाई पनि हुन्छ लाउनु नुन छ मान्छे आउनु कति भात पकाउने भनेर सोध्न मलाई आएको ल पहिला बाँधिने ल ल्याउनु नुन छ सामान साना आइपुगे छैन खानेकुरा टोपी नै आइपुगे छैन बाख्रा छोड्नु पर्छ साथीलाई त्यसो भए हामीलाई प्रसाद ल्याउनु अर्को हो के अब कार्पेट किन्ने भने छोराले हेर्छ क्या छोराले भएन होला हजुरलाई तरकारीहरू नि हाल्नु ल भिडियो बाजे अब यो हाम्रो बाको अन्तिम भोजन दान हो भोजन दान खाएर जानु होला सबैले अब चाहिँ खाना यतिको हाम्रो बुवाको भोजन दानमा आउनुभएको छ जिम्मल दाई पनि आउनुभएको छ भोजन दानमा यहाँ सेवा गर्नुभएको छ हाम्रो
भयो 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 ल